नमस्ते। आज हामी एउटा यस्तो सङ्गठनात्मक सिद्धान्तको बारेमा कुरा गर्दैछौँ जसले इतिहासका ठूला ठूला आन्दोलनहरूलाई आकार दिएको छ। त्यो हो जनवादी केन्द्रीयता। ल आउनुहोस्, यो के हो भनेर अलिक गहिराईमा गएर बुझौँ है त। अब यो सुन्ने बित्तिकै दिमागमा एउटा प्रश्न तुरुन्तै आउँछ, हैन त? एकातिर जनवाद मतलब विचारको पूर्ण स्वतन्त्रता, अनि अर्कोतिर केन्द्रीयता मतलब काममा कडा एकता। यी दुई त ठिक उल्टो कुरा जस्तो सुनिन्छ। यस्तो विपरीत कुरा एउटै सिस्टममा कसरी सँगसँगै रहन सक्छ त? हो, यही विरोधाभास नै यो सिद्धान्तको सबैभन्दा रोचक पक्ष हो। ल, यो अलि जटिल विषयलाई सजिलोसँग बुझ्नको लागि हामी यसलाई 5 भागमा हेर्नेछौँ। सबैभन्दा पहिले जनवाद र केन्द्रीयताको एकता के हो त्यो बुझ्छौँ। त्यसपछि जनवाद अर्थात् विचारको स्वतन्त्रता अनि केन्द्रीयता अर्थात् कार्यको एकतालाई छुट्टा छुट्टै हेर्छौँ। अनि चौथोमा यी दुई कसरी एक हुन्छन् भन्ने द्वन्द्वात्मक एकताको सिद्धान्तबारे कुरा गर्छौँ। र अन्त्यमा यसमा आउने सन्तुलनको चुनौतीलाई पनि हेर्नेछौँ। ल सुरु गरौँ हाम्रो पहिलो खण्डबाट, जनवाद र केन्द्रीयताको एकता। आखिर यी दुई तत्त्वलाई एकै ठाउँमा बाँध्ने त्यो सूत्र के हो त? एकदमै सरल भाषामा भन्नुपर्दा यो एउटा यस्तो सिस्टम हो जहाँ कुनै पनि निर्णय लिनुअघि सबै सदस्यले खुलेर बहस गर्न, आलोचना गर्न, आफ्नो कुरा राख्न पाउँछन्। तर एकपटक छलफल सकिएर बहुमतले निर्णय गरिसकेपछि त्यसपछि चाहिँ सबैले त्यो निर्णयलाई मानेर एक ढिक्का भएर लागू गर्नुपर्छ। यही नै हो जनवाद र केन्द्रीयताको मिश्रण। अब यो विचार आयो कहाँबाट? यसको जग त कार्ल मार्क्स र फ्रेडरिक एङ्गेल्सले नै राखेका थिए। तर यसलाई एउटा सङ्गठनात्मक सिद्धान्तको रूपमा व्यवहारमा उतार्ने काम चाहिँ भ्लादिमिर लेनिनले गरे। उनको लक्ष्य के थियो त? लक्ष्य थियो एउटा सङ्गठित अग्रदस्ता भनेको भ्यानगार्ड बनाउनु। यसको मतलब विचार र काम दुवैमा सबैभन्दा अगाडि रहने एउटा सानो तर एकदमै समर्पित समूह जसले समाजलाई नेतृत्व गरोस्। ल अब यो सिद्धान्तको पहिलो पाटो जनवादलाई अलिक गहिरिएर हेरौँ न त। सङ्गठनभित्र यसको खास मतलब के हुन्छ? जनवादले के गर्छ भने सङ्गठनभित्र विचारको स्वतन्त्रतालाई ग्यारेन्टी गर्छ। मतलब हरेक सदस्यले, चाहे त्यो नीति होस्, कार्यक्रम होस् वा नेतृत्व नै किन नहोस्, त्यसमाथि खुलेर बोल्न, आलोचना गर्न र बहस गर्न पाउँछन्। यसले के फाइदा हुन्छ? सङ्गठनमा नयाँ नयाँ आइडियाहरू आइरहन्छन्, जसले गर्दा सङ्गठन एकदमै डाइनामिक मतलब जीवन्त र गतिशील बनिरहन्छ। अनि यो किन यति महत्त्वपूर्ण छ? किनभने सोच्नुस् त, यदि जनवाद भएन भने के होला? सङ्गठन त केवल माथिबाट आएको आदेश पालना गर्ने एउटा मेसिन जस्तो मात्रै बन्छ। त्यहाँ न कुनै सृजनात्मकता हुन्छ, न कुनै जीवन। ल अब सिक्काको अर्को पाटो हेरौँ, केन्द्रीयता। यदि जनवाद भनेको विचारको स्वतन्त्रता हो भने यो केन्द्रीयताले चाहिँ के गर्छ त? केन्द्रीयताको मुख्य काम हो एकता र अनुशासन कायम गर्नु। एकपटक छलफल सकियो र बहुमतले निर्णय गर्यो, त्यसपछि सकियो। अल्पमतमा पर्नेले पनि त्यो निर्णय स्वीकार्नै पर्छ र त्यसलाई लागू गर्न सघाउनै पर्छ। यसले सङ्गठनलाई चट्टान जस्तै बलियो बनाउँछ। नत्र त कहिल्यै नसकिने बहसमा अल्झिएर सङ्गठन कमजोर हुन्छ, होइन र? त्यसैले छोटकरीमा भन्दा केन्द्रीयता भनेकै अनुशासन र कार्यक्षमताको आधार हो। काममा एकता ल्याउने जग नै यही हो। यहाँनिर कुरा साँच्चै रोचक हुन्छ जब हामी यी दुईलाई सँगै राखेर हेर्छौँ। एकातिर जनवाद जसले भन्छ बहस गर, फरक विचार राख, सृजनात्मक बन। अनि ठिक अर्कोतिर केन्द्रीयता जसले भन्छ एकतामा काम गर, अनुशासनमा बस, शक्ति प्रदर्शन गर। हेर्दा त यी दुई पानी र आगो जस्तै एकदमै उल्टो देखिन्छन् नि, होइन र? त्यसो भए सबैभन्दा ठूलो प्रश्न यही हो, यी दुई विरोधी देखिने शक्तिहरू आखिर कसरी मिलेर काम गर्छन् त? हो, यसको जवाफ लुकेको छ द्वन्द्वात्मक एकताको सिद्धान्तमा। मार्क्सवादी विश्लेषणले के भन्छ भने जनवाद र केन्द्रीयता एकअर्काका दुश्मन होइनन्, बरु यी एकअर्काका पूरक हुन्। यिनीहरू बीचको सम्बन्धलाई द्वन्द्वात्मक एकता भनिन्छ। यसको मतलब दुईवटा उल्टो शक्तिहरू मिलेर एउटा पुरै नयाँ र झनै बलियो चिज बनाउँछन्। जस्तो कि सोच्नुहोस् त, हाइड्रोजन र अक्सिजन दुवै ग्यास हुन्, तर जब तिनीहरू मिल्छन् पानी बन्छ, जुन बिल्कुलै फरक र शक्तिशाली कुरा हो। जनवाद र केन्द्रीयताको सम्बन्ध पनि त्यस्तै हो। यो प्रक्रियालाई हामी 3वटा एकदमै सरल स्टेपमा बुझ्न सक्छौँ। स्टेप 1
कुनै पनि विषयमा पूर्ण र स्वतन्त्र छलफल हुन्छ। स्टेप 2, त्यो छलफलको आधारमा बहुमतले एउटा निर्णय गर्छ र स्टेप 3, त्यो निर्णयलाई सबैले मिलेर एकताबद्ध भएर लागू गर्छन्। छलफल, निर्णय, कार्यान्वयन, सिम्पल। यो भनाइले त यसको सारलाई कति सुन्दर तरिकाले समेट्छ, हेर्नुहोस् त। जनवादले के गर्यो? धेरै धेरै विचारहरू, मतलब कच्चा पदार्थ दियो। अनि केन्द्रीयताले के गर्यो? ती सबै विचारलाई लिएर एउटा ठोस शक्तिशाली काममा बदलियो। एउटा बिना अर्को साँच्चै अधुरो छ। तर सिद्धान्तमा यो जति नै राम्रो सुनिए पनि यसलाई व्यवहारमा लागू गर्नु भनेको चाहिँ डोरीमै हिँड्नु जस्तै हो, एकदमै गाह्रो। यहाँ सबैभन्दा ठूलो चुनौती के हो त? त्यो हो सन्तुलन। सोच्नुहोस्, यदि यो सन्तुलन अलिकति मात्रै बिग्रियो भने के हुन्छ? एकातिर यदि केन्द्रीयता चाहिने भन्दा बढी भयो भने संगठन अधिनायकवादी बन्छ, तानाशाही जस्तो। त्यहाँ आलोचना गर्ने कसैको हिम्मत हुँदैन। अनि अर्कोतिर यदि जनवाद मात्रै धेरै भयो भने संगठनमा अनुशासनै रहँदैन। दिनभरि बहस मात्रै हुन्छ तर काम केही पनि हुँदैन, मतलब पुरै निष्क्रियता। त्यसैले यो सिद्धान्त सफल हुन्छ कि असफल हुन्छ भन्ने कुरा पुरै यही सन्तुलनमा टिकेको छ। विचारको स्वतन्त्रता पनि चाहियो, कार्यको एकता पनि चाहियो। यी दुई बीचको सही ब्यालेन्स मिलाउनु नै यसको मूल मर्म हो। निष्कर्षमा के भन्न सकिन्छ भने जनवादी केन्द्रीयतालाई यसलाई अपनाउने संगठनहरूको मेरुदण्ड वा ब्याकबोन नै मानिन्छ, किनभने यसले नै विचार र कार्यलाई एकै ठाउँमा जोड्छ र संगठनलाई एकै पटकमा लचिलो पनि र बलियो पनि बनाउने लक्ष्य राख्छ। र अन्त्यमा यो पुरै विश्लेषणले हामीलाई एउटा ठूलो प्रश्नमा ल्याएर छोड्छ। यो कुरा कुनै राजनीतिक पार्टीमा मात्रै लागू हुँदैन, चाहे त्यो एउटा कम्पनी होस्, सामाजिक संस्था होस् वा हाम्रो आफ्नै परिवार नै किन नहोस्। व्यक्तिगत स्वतन्त्रता र सामूहिक अनुशासन बीचको त्यो सही सन्तुलन कसरी कायम गर्ने होला? यो एउटा गहिरो प्रश्न हो। यही प्रश्नमाथि सोच्न छोड्दै आजको यो विश्लेषणलाई यही टुङ्ग्याउँ।